यो चाहिँ कुन माछा हो साथीहरू? आज खाना मन लागेर बजारबाट किनेर लिएर आएको। एउटै कलरको छ, छिर्केमिर्के। यो चाहिँ हाम्रोतिर चाहिँ बागी माछा भन्छ हैन? हजुरहरूतिर चाहिँ कुन माछा हो भन्छ? यसो मेसेज गरिदिनु होला। माछा पनि एकदम टेस्टी छ। यो तारेर खाँदा एकदम टेस्टी छ। हामीले चाहिँ आधी तारेर खायौँ अनि आधीलाई चाहिँ अलि झोल हालेर खाने मन गरेका छौँ। यसलाई झोलाएर खानेछौँ। माछा एकदम स्वादिष्ट लागिरहेछ। धेरै स्वादिष्ट छ लाग्छ। यो खोलामा दुवाली थुनेर मारेको माछा जस्तो लाग्छ। यो पर केजी पनि एकदम महँगो छ। यहाँ 1000 रुपियाँ भन्दै थियो। धेरै महँगो छ। Video. What's up? यो चाहिँ घन्टी फुल जस्तो एकदम सुन्दर छ। हेर्दाखेरि एकदम राम्रो छ साथीहरू। भेन्टा कलरमा एकदम राम्रो देखिरहेछ। अनि यो चाहिँ अर्को फुल हो। यो पनि एकदम राम्रो छ। अनि यो चाहिँ सिन हेर्नुहुन्छ भने एकदम राम्रो छ। यो नेपालकै सिन हो। यहाँहरूले कुन ठाउँको सिन हो थाहा छ भने जानकारी गराउनु होला साथीहरू। झरना हेर्नुहोस् एकदम राम्रो छ। यो चाहिँ बनाएको जस्तो लाग्छ तर नेचुरल हो है साथीहरू। एकदम राम्रो सिन छ एकदम। यो चाहिँ माउन्ट एभरेस्ट हो, पहाडतिरको हो। एकदम राम्रो छ, सुन्दर छ। हिमालले घेरिएको हैन। विशेष हाम्रो नेपाल एकदम सुन्दर देश हो। माछा तारिँदैछ राम्रोसँग। एकदम लोकल माछा कडक लागिरहेछ।
यहाँहरू पनि पाउनुभयो भने खाली त्यो बागी माछा मात्र बनाएर खानु होला, मिठो हुन्छ। माछालाई हामीले लगभग तारिसके जस्तै छौँ। अब फेरि अर्को एकलट हाल्छौँ। यसरी एकलट गरेर अलि माछा तारेछ। घरैमा बनाएर खाँदा एकदम मिठो हुन्छ, एकदम स्वादिष्ट हुन्छ। सबैले बजारको चाहिँ मिठो जस्तो लागे तापनि तर घरको जस्तो हुँदैन। घरको चाहिँ एकदम स्वादिष्ट हुन्छ, राम्रो तेलमा हैन पकाएका हुन्छौँ। वाउ जस्तो लाग्छ यो ताल हेर्दाखेरि, एकदम सुन्दर छ। मनै लोभिन्छ। झरना एकदम झन् राम्रो छ। विशेष नेपालको हिमाली भेगमा झरेको झरना एकदम सुन्दर छ। कैद गरिएको फोटोलाई थोरै माछा पकाउने क्रममा यसो देखाएको मात्र हो। राम्रो सुन्दर छ। यो चाहिँ विदेशतिरको नेचरल फोटो पठाइदिनु भएको हो अनि मैले यसो हालेको। राम्रो छ। यसलाई पनि हामीले हेर्दाखेरि मनमोहक छ। नाउ एकदम ठुलो छ। अब हामी फेरि माछालाई पकाउनको निम्ति पहिला मसला गर्दै मसलालाई एकदम भुट्नुपर्छ। यसरी मसलाहरू धेरै हालेर एकदम राम्रोसँग हैन। अनि सर्सौँको पेस्ट पनि हाल्नुपर्छ। सर्सौँको पेस्ट पनि हालेर त्यसलाई अलि हामी बाक्लो बनाउनेछौँ। यो नुन चाहिँ स्वादअनुसार हामीले हाल्नेछौँ। अब सर्सौँको पेस्ट पनि हामीले बनाएका छौँ, त्यो पनि यहाँ अब लगाउनेछौँ। यो सर्सौँ अनि लसुन विभिन्न कुराहरूको पेस्ट बनाएर हालेका छौँ। पेस्ट एकदम बाक्लो छ, स्वादिष्ट छ, हुन्छ, मिठो हुन्छ। सबैले घरमा बनाएर खानु होला। पिरो चाहिँ स्वादअनुसार हामीले हाल्नुपर्छ। कति खाइन्छ पिरो त्यही अनुसार हाल्ने हो। त्यसरी गर्नुभयो भने राम्रो हुनेछ।
यसरी तताएको हैन पेस्टहरू तताएको त्यो झोल एकदम तातिसक्यो उम्लिसक्यो। अब हामीहरू थोरै माछालाई त्यसमा थोरै हाल्नु छ। अनि मजाले भातसँग हामीहरू एकदम स्वादिष्ट पारेर खानेछौँ। एकदम मलाई चाहिँ माछाको झोल एकदम मिठो लाग्छ। लगभग धेरै समय पकाउनु पनि पर्दैन, सबै कुरो पाकिसकेको छ। अब यसलाई उमाल्ने मात्र हो। उमालिसकेपछि लगभग हुन्छ। ल, धन्यवाद।